विश्वनाथ गुरुङ। अनि तपाईँ किन रोइरहनु भए? जाडो भएर। अनि तपाईँले लुगा पाउनु भएन है? खाना खानुभयो कि नै? छैन। अनि अब तपाईँ कति कक्षामा पढ्नुहुन्थ्यो? 5 मा भने पछाडि अहिले स्कुल जान पनि तपाईँ पाउनु भएको छैन? केही पनि भन्दिनँ म। जाडो भएको किन माथि जाउँ न त उतै बाबा नकहिले लगिदिन्छु यहाँ हिजो 12 बजीदेखि भिजेको यस्तै बसेको नाम के हो तपाईँको? लुगा चिसो छ नि सबै भिजेको यो राति भिजेको हिजैदेखि बेलुका लुगा हो चप्पल छैन बगाएर चप्पल बगाइसक्यो जाडो भइरहेछ भनेर बच्चा रोइरहेछ। अब यो लुगा पनि दिन्छ लुगा पनि दिएन क्या अरे चप्पल पनि छैन बुवा हुन्न अब आज हामीले पालेको आज भात खाएन भात खाएको छैन त्यो कहाँ गयो त भात अनि अरू लो कपडा खोइ भिजेको छैन उहाँ सबै सबै पुरा भित्र छ खाना चाहिँ भात खाने हो रात खाना खाऊ नि खाना खाऊ ल किन नखाने खानु मन छैन भिजेको यो लुगा यसलाई माथि लगिदिनु पर्ने कति लाग्यो उतातिर उता बाहिरलाई देखाउँथे के भन्नु छ भन त के भन्नु छ भन त केही भन्नु किन रोको त लुगा छैन भनेको जाडो भयो हिजोदेखि भिजेको है हिजो 12 बजेदेखि भिजेको बच्चाहरू हामी सबै अनि के छैन सबै बगाइसक्यो